मजाले झर्ना माथि किराँतहरू छ ढोलढाङ्गो यस्तो छ नेचुरल भयो त्यो आदिको यो सिली उडार कमराज मान्छ ल यहाँ बस्नु यहाँ फोटो त यहाँ आउँछ त्यहाँ त्यता त उता उयो जान्छ मम्मीसँग सिएमको पनि फोटो दिने हो भाइले हेरेको रहेछ यता फर्किनुपर्छ कालो आउँछ यहाँबाट त भाइ पनि जानुहोस् त भाइ होइन म भिडियो बनाइरहेको छु भ्लग बनाइरहेको छु कस्तो रहेछ यो चाहिँ नेचुरल झर्ना हो एकदम ठिक छ भाइ यता फर्किनुहोस् ओ श्याम नरिसाउनुहोस् न मैले भ्लग बनाइरहेको छु लु जाऊँ अनि तल आफै तल झरिहाल्छ नगर न हो सर जान्छ भाइले आफू भाइ वाल गर्छ वा तल भाइ चाहिँ तल फेरि अहिले जस्तै हात साइन गरेर त्यो झर्नामा चाहिँ भाइले त्यो गर्छ है झर्ना छ हामी तल झर्दैछौँ भाइ र म चाहिँ यहीँ त यहाँनिर भएर यो चाहिँ भुटानको भुलभुलेको झर्ना है भाइ हो होइन मान्छे झर्ने एकदम जान्छ यसरी चाहिँ त्यो झर्नाबाट पानी झरिरहेको छ भाइ र म चाहिँ सुरुवात गर्छ भिजन दादा हेलो भनिदिनुहोस् हेलो भिजन दादाले हेलो भनिसकेको छ हो त्यहाँ पनि जाने हामी भाइ र यो त्यहाँ टेक्नु छ जुत्ता अनि जुत्ता कति भिडिन्छ त जम्प गर्नुहोस् जम्प वा यहाँ झर्ना हेर्नु त एकछिन है दादाहरू भिजन दादा एकछिन लड्छ यस्तो कसो जान्छ यहाँ हेर्नु पानी यस्तो छ लड्छ टु डेन्जर यहाँ हेर्नु झर्ना यस्तो ब्युटिफुल ऊ हेर्नु जुत्ता खोलेर ल जुत्ता खोल्नुहोस् यहाँ जुत्ता खोल्नुहोस् ल जुत्ता खोल्नुहोस् अब यो सिएमको जुत्ता खोलेर चाहिँ मोजा खोलेर चाहिँ खोलामा बस्दैछ नि ल त्यो पनि खोल्यो यहाँ भुइँमा राख्नु खोल्नु यहाँ पनि यो पानीमा टेक्ने अरे अब यो पानीमा त्यो खोइ कहाँ होइन जुत्ता नै अब सिएम चाहिँ यो खोलामा तर्दैछ है जुत्ता बिना यो र म खोइ त म अब गर्छु खोइ न म खोइ त कति यो खोला तर्ने छ सिएम चाहिँ फेरि जुत्ता हुन्छ नि खोला तर्ने भन्छ त अब यो खोला तर्दै थियो सिएमले चाहिँ फेरि यो बिग रिभर हो सप्तकोशी भाइको सप्तकोशी वाह ए कपडा ताङ सप्तकोशी तर्यो है सिएमले जानु बस
सप्तकोशी गर्दैछ सिएमले सप्तकोशी सप्तकोशी गर्दैछ जाउँ न उता हो अब पारी क्रस गरौँ त पारी त्यो भयो नि त फर्केर आउँ फर्केर है आउँ भयो यो झर्ने भन्दा म यति पुगिसकेँ आउनु न आउनु बिस्तारै आउनु ल यहाँ छ लु छिटो आउनु छिटो खोला जाँदैछ सिएममा खोला खोला झर्नाको खोला आऊ भनेको है ल अब भाइको यस्तो राम्रो खोला कसले हिजन्ने हो ल ए त्यो जान्ने पुरै चुहान लगाइरहेको छ पाखातिर चाहिँ यो टुप्पी झर्ने ढिर यत्रो पदमा छ घरमा बिस्तारै बिस्तारै साथीहरू हामीले फर्किरहेको छौँ है झर्नाबाट यो झर्नाबाट चाहिँ हामी चाहिँ अहिले ब्याग भइरहेको छौँ है यो बाटोबाट चाहिँ यस्तो छ बाटोबाट तल सानो चौका बनाएको छ बस्नको लागि पानी पर्दाखेरि खोजेलो हुने ओत्लिनको लागि भुलिएको झर्ना अब हामी चाहिँ तलतिर भुलभित्र झर्दैछौँ निङ्ग्रोहरू छ निङ्ग्रो टिप्दैछ ल भयो भने निङ्ग्रो टिप्नु पर्छ भइसक्यो डाँडा गरिसक्यो अरू चाहिँ यहाँ भाइ चाहिँ फेरि भाइ यो सिस्नु होइन यो है यो सिस्नुको बोर्ड हो यसलाई छुयो भने चाहिँ के हुन्छ भाइ करेन्ट लाग्छ होइन छोडेन छोडेन ढिलो भइसक्यो ए जम्मा दुईवटा निङ्ग्रो बोकेर यो चाहिँ बाटो अप्ठ्यारो भएर बनाएको छ है अप्ठ्यारो भएर यो रेलिङहरू यसरी अब चाहिँ यो सिँढी बनाएको छौँ आउनुहोस् सिँढी छ भएर म चाहिँ सिँढी पार गर्दैछौँ है दादाहरू कहाँ गएर यो तलतिर लड्छौँ भनेर यसरी बनाएको छ फलामको रेलिङ र सिमेन्ट पिलर लगाएर लड्छ है अहिले त घोस्ट आउँछ फेरि डार्क घोस्ट आउँछ फेरि के कराउँदैछ यसरी कराउँछ त्यो चाहिँ अलिक अप्ठ्यारो ठाउँ यता यस्तो ठाउँ भएको कारणले यो रेलिङको व्यवस्था गरेर रुख यो के को रुख हो हामीलाई पनि थाहा छैन है भाइ मित्रहरू है भएर म चाहिँ भ्लग बनाइरहेको छु अनि यहाँबाट सिँढी छ फेरि ओह्रालो यो फर्किने क्रममा है जाँदा उकालो फर्किँदा ओह्रालो यी होइन अनि तलतिर एउटा बिसाउने ठाउँ पनि छ है त्यो चाहिँ यो हामी बिसाउनेतिर आइपुग्यौँ है यी बिसाउने बनाएको छ पुरा खियाचिया लगाइसकेको छ यो जस्ताको बिसाउने घुमाउने खालको सिँढी झर्दै चाहिँ यहाँ आइपुगेको छौँ आउनु कृष्ण दादा ए भिजन दादा ए भिजन दादा यता छन् हेलो से हेलो हेलो गाइस यस्तो अप्ठ्यारो छ बाटो छ अलि अप्ठ्यारो छ त्यही पनि केटाहरू हिँडिरहेको छ झन् ओके रहेछ ए यस्तो त आउनु पर्ने ठाउँ छ तुवालो लागेको छ कुकुरो लागेर चाहिँ आँखा नदेख्ने गरी कुरो लागेको छ है कहाँ सर्व छ अरे दादा ट्रेनमा खोइ कहाँ कहाँ भित्र सक्स भित्र सक्स भित्र हुँदैन नटेकोमै सक्स भित्र जुगाले टोक्यो रे जुका टोकेर जुकाइ यहीँ हेर त जुकाइ अब केटाहरू लगाइदिनु क्या जुका ओ यहाँ मजा यो जुत्ता लाऊ निकाल्नुस् त निकाल्नुस् न यो जुत्ता ए हो त्यो जुका आएर खोइ कति चाहिँ जुक्का आउँदो रहेछ के जुका चाहिँ यस्तो हुन्छ है भाइ जुका यस्तो हुन्छ कस्तो हुन्छ जुका यो पुरै बारी थियो रहेछ क्या यो पुरै यो बारी पुरै यो प्रतिमा डाका हेरौँ न झोला बोकेर दाँत पनि कत्रो प्रतिमाको दाँत हेरौँ त यहीँ गरौँ घरमा बाख्रा काटेछ त्यही
बारी घर भएको गाडीहरू जङ्गल त टोपी झर्ने खालको नि यो सोलमाको जङ्गल यो नेर्पाको जङ्गल पो ल यता होइन भाइ कुहिरो लगाएर हल्का मात्रै देखिन्छ ल हामी चाहिँ भुलभुले कुण्ड आइपुग्यौँ है यताबाट चाहिँ घुमेर चिप्लो ढुङ्गा टेक्दै यो त किम्मोको रुख पनि रोपेर रहेछ है लेकमा पनि किम्मो हुने रहेछ त्यो त विष्णुको अवतार हो नि त नि यो भुलभुले कुण्ड यो विष्णुको अवतारको शालिग बनाएको छन् यो माछा असला माछा यो ठुल्ठुलो छ माछा है मार्न मिल्दैन अरे छुनु पनि मिल्दैन होला त्यो छुनु त मिल्छ नि भाइ त्यतिर भाइ चाहिँ छुँदा त के हुँदैन ल असलै माछा हुन्छ असलै यस्तो हुन्छ ल यो त ट्राउट माछा जस्तो लाग्छ मलाई ट्राउट चाहिँ ट्राउट जस्तै माछा हो यो असला त होइन होला यो माछा यति धेरै माछा रहेछन् यो त स्थापनै गरेको चेपैसम्म त खतम पारिहाल्यो यस्तो कुण्ड यो चाहिँ के को शालिग अरे भाइ एलम्बरको पारुहाङ पो होला है त यो त चाहिँ कुण्ड बनाएको छन् परेवा पनि छन् भुलभुले यो चाहिँ के थियो होला भाइ पारुहाङ सुम्नीमा चाहिँ छैन यो पारुहाङ मात्रै रहेछ है ठ्याक्कै पोखरीको चाहिँ यो चाहिँ डेन्जर रहेछ माछा भाइ यार ओ यो अर्कै माछा हो यो चाहिँ यहाँको माछा होइन यो त पछाडि लगाएको माछा जस्तो छ त्यो चाहिँ है उतै कुनैतिर गएको त्यो चाहिँ घाँस खाने माछा होला भाइ यसरी चाहिँ पारुहाङसम्म यताको संरचनाहरू यसरी भत्किया छ यो पुनर्निर्माणको आवश्यकता छ ठिक छ यो छ भोजपुर जाने बाटो कुण्ड यो दिक्क जाने बाटो धारा सातवटा धारा बनाएको छन् त्यसरी पानी भरेको छ बाटो चाहिँ यस्तो बनाएको